हेलो गाइस नमस्ते एन्ड भेरी गुड मर्निङ टु यु अल। र म चाहिँ आज यहाँ देहरादुनमा आइपुगेको छु सर्ट ट्रिप लिएर 1-2 दिनको लागि घुम्नको लागि। र तपाईँले देख्नुहुँदैछ बाहिर जस्ट रेनफल स्टप भइरहेको छ। रेनफल भएको थियो अहिलेसम्म अनि वेदर पनि एकदम शीतल भइरहेको छ। र तपाईँहरूलाई म देखाउनु हुँदैछु मेरो रुम, म बसेको स्टे गरेको रुम द फरेस्ट रेसिडेन्सीको नियर रहेछ जू साइड। रुम पनि एकदम सफा छ अनि चिप छ एकदम, कस्टली पनि त्यस्तो छैन। यु क्यान स्टे हियर वेन एभर यु भिजिट देहरादुन। र हेर्नुहुँदैछ तपाईँहरूले यहाँ रुम सफा छ। र म अब तपाईँहरूलाई बाहिरको भ्यू देखाउँदैछु। बाहिर पनि यो त हाम्रो सिलगढीबाट माथि खरसाङको पहाड डाँडा हेरेको जस्तो देख्छ, हेर्नुहोस्। सेम उता जस्तै रहेछ सिलगढीहरू जस्तै। र माथि यो मसुरीहरू रहेछ, उत्तराखण्डहरू कता कता त्यहाँतिर छ, हेर्नु देख्नुहुँदैछ तपाईँले। अहिले यो रेनफल भएकोले गर्दा अलिकति वेदर पनि शीतल भइरहेको रहेछ अनि ट्रिप गर्नुको लागि आज अलिक सुविधा हुने रहेछ, त्यस्तो गरम नहुने रहेछ। र देख्नुहुँदैछ बाहिर ल गाइस म चाहिँ बाहिर आइसकेको छु अहिले। देख्नुहुँदैछ एकदम शीतल छ वेदर। म बसेको होटलदेखि यो 6 किलोमिटर रहेछ अलमोस्ट। आधीसम्म चाहिँ अटोमा आएँ, त्यहाँदेखि ओह्रालो चिनेर जानुपर्ने रहेछ। यु क्यान गो विथ योर बाइक्स एन्ड स्कुटिज। तर हामी चाहिँ एकदम हिँडेर ट्राभल गर्दैछु, देख्नुहुँदैछ यो ओह्रालो। र म तपाईँलाई अगाडि अगाडि देखाउँछु अरू के जग्गाहरू छ यहाँतिर, जे भेटाउँछ सबै खिच्दैछु तपाईँलाई देखाउनुको लागि म। र यस्तो ओह्रालो बाटो रहेछ हाम्रो दार्जिलिङ एरियाको जस्तै, बास गाडीहरू देख्नुहुँदैछ यतातिर अलिकति मैला पनि रहेछ एरियाहरू। म त यो गाडी धुँदादेखि ओह्रालो दुधै झरेको जस्तै लाग्दैछ। यो बाटोहरू त्यस्तै देखिरहेको छु, सेम त्यस्तो रहेछ। र यहाँ पार्किङ पनि रहेछ गाडीको। र गाइस म चाहिँ यहाँ पुगिसकेको छु, तपाईँ देख्नुहुँदैछ यहाँ अगाडि एउटा मजाको गेट रहेछ, इन्ट्री गेट देख्नुहुँदैछ। र गाइस यहाँ चाहिँ टिकट काउन्टर रहेछ, 35 पर पर्सन रहेछ टिकटको दाम चाहिँ। र म यहाँबाट टिकट लिँदैछु अब। र गाइस मैले फाइनली टिकट लिइसकेको छु। र गाइस म चाहिँ यहाँ मेन जग्गा पुगिसकेको छु। यहाँ देख्नुहुँदैछ मेन टुरिस्टको भिडहरू पुरा रहेछ, एकदम क्राउडेड एरिया रहेछ। र तर देख्नुहुँदैछ अलिकति मैला छ यहाँ, खाएर चिप्सहरू खोलले त्यसले फालेको रहेछ। र यहाँ देख्नुहुँदैछ सबैजना पानीमा रहेछ। हामी अलमोस्ट पानीमै वक गर्नुपर्ने रहेछ पुरा पानी भित्र। र हेर्दै जाउँ भित्र के हुँदैछ अलिकति भित्र। र गाइस तपाईँलाई म यहाँ भित्र देखाउँदैछु, ओभरै क्राउडेड रहेछ। र मलाई फोन झर्छ भन्ने एउटा डर पनि लागिरहेको छ, हिँड्नु गाह्रो हुँदैछ भित्र पस्नुको लागि। र तपाईँले यो साइडको रकको पार्टहरू हेर्नुहोस् कस्तो मजाको छ, स्क्लप गरेको जस्तै छ, खोपेको जस्तै छ। हेर्नुहोस् त यो साह्रै भिड रहेछ यो भित्र त। र म तर पनि भित्र जाँदैछु, लास्टसम्म जानेको लागि प्रयास गर्दैछु।
गाइस फाइनली म चाहिँ भित्रबाट अब ब्याक हुँदैछु, म बाहिर निक्लिँदैछु, अब भित्र घुमिसकेँ म र इट वाज भेरी अमेजिङ इनसाइड। र म चाहिँ तपाईँहरूलाई यो भन्न चाहन्छु कि यु सुड डेफिनेटली भिजिट दिस प्लेस, इट्स भेरी अमेजिङ। तपाईँहरू एकबार देहरादुन आयो भने चाहिँ यो रबर्स केभ भन्ने जग्गामा एकपल्ट आउनुहोस् होला। र त्यसरी नै म अब यो मेरो ब्लग समाप्त गर्न चाहँदैछु। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग गाइस। मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब अनि कमेन्ट गरिदिनुहोस् होला। गाइस थ्याङ्क यू सो मच फर वाचिङ।